नयाँ वर्ष नयाँ उमङ्ग नयाँ जोस नयाँ जागर। नमस्कार, म हुँ यहाँहरूकै प्यारो मित्र मणिधान राई। यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। यहाँहरू पहिलोपटक जोडिँदै हुनुहुन्छ भने यहाँहरूले आफ्नो साथीभाइहरूलाई सेयर, सब्सक्राइब, लाइक, कमेन्ट पनि गरिदिनुहुन्छ भन्ने पूर्ण विश्वासको साथ आजको विषयवस्तुतर्फ यहाँ समक्ष राख्दछु। र आज भनेको विशेष दिन रहेको छ। आज हामी नेपालीहरूको महान एउटा नयाँ वर्ष रहेको छ। 2082लाई छोड्दै हामीले 2083लाई स्वागत गर्ने दिन रहेको छ र स्वागत भइसकेको छ। त्यसैको कारणले आज यहाँहरू समक्ष ती कुराहरू 82मा गर्न नसकेको कामहरू र 83मा गर्नुपर्ने कुराहरू के कस्तो हो र हामीले सोच्नुपर्छ भन्ने कुराहरू चाहिँ यहाँहरू समक्ष केही विस्तृत रूपमा मैले आफ्नो तर्फबाट राख्नेछु। यहाँहरूले स्वीकार्नुहुन्छ भने पूर्ण विश्वास गरेको छु। हामीले 2082 सालमा जे जति गऱ्यौँ त्यो उत्कृष्ट थियो र अब 2083मा अब गर्नेछौँ। हरेक युवाहरू, हरेक व्यक्तिहरूले चाहिँ, हरेक क्षेत्रमा रहनु व्यक्तिहरूले चाहिँ यो कुराहरू पनि हामीले सोच्नुपर्ने हुन्छ। 2082 सालमा हामीले गर्न नसकेको कुराहरू 2083 सालमा गर्न सकौँ र 2082 सालमा हामीले सिक्न नसकेका, भोग्न नसकेका, देख्न नसकेका कुराहरू 2083 सालमा ती सम्पूर्ण कुराहरू, शिक्षाहरू प्राप्त गरौँ, ज्ञान गुणहरू प्राप्त गरौँ, होइन? त्यही हो। र शान्ति समृद्धिहरू मात्रै नभएर विभिन्न कुराहरूबाट पार गर्दै हामीले अगाडि बढिरहेको छौँ। त्यही भएको कारणले हरेक चिजको अनुभव गर्न पाऊँ, हरेक चिजको होइन फिल गर्न पाऊँ, जुन फिल अनुभव गर्न पाऊँ, एक्सपिरियन्स लिन पाऊँ, ती चिजहरूलाई चाहिँ हामीले अगाडि बढ्दै जाने हो। र हरेक क्षेत्रमा रहनुभएका व्यक्तिहरू अझै उन्नति, प्रगतिको कामना पनि गर्छु। साथसाथै सचेत र होइन जागरण पनि ल्याउन चाहन्छु म। किनभने यहाँहरूले आफूले सकेका, आफूले देखेका ती कमी कमजोरीहरूलाई पनि केही कुराहरू हामीले भन्नुपर्ने हुन्छ। त्यही भएको कारणले हरेक सपना जस्तै जिन्दगी हो, एउटा सपना जस्तै जिन्दगी हो। त्यही भएको कारणले यो भोलिको दिनमा चाहिँ तपाईँको होइन हामी अन्त्य भएर गएपछि एउटा सपना नै हुन्छ। त्यही भएको कारणले बाँचुन्जेल राम्रो कार्य गरौँ। वर्ष मात्रै फेरिएको हो, तपाईँको शरीर फेरिएको होइन, तपाईँको सोच पनि प्राय त्यही हो, फेरिएको छैन। तर हामीले नेगेटिभ सोचलाई पोजिटिभ सोचमा चाहिँ बदल्ने दिन आएको छ। नयाँ सालको अवसर साथसाथै यहाँहरू देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण सचेत नेपाली भाषीहरूलाई यो नयाँ वर्ष 2083 सालको अवसरमा सबै स्वास्थ्य दीर्घायुको कामना गर्दै यहाँहरूलाई फेरि पनि एकपटक सम्पूर्ण नेपाली भाषीहरूलाई यो 83 साल सुखमय बितोस्, शान्तिमय बितोस्। आफ्नो फ्यामिली वर्गमा, आफ्नो गर्लफ्रेन्ड बोयफ्रेन्ड, आफ्नो हस्बेन्ड वाइफमा, आफ्नो बाबा छोरा होइन, बाबा छोरी होइन, आमा छोरा, यसरी चाहिँ सम्पूर्णमा सुखमय बितेर जाओस् भन्ने कामनाको साथ यहाँहरूलाई सम्पूर्णलाई फेरि पनि शुभकामना, नयाँ वर्षको उन्नति प्रगतिको कामना गर्दै बिदा हुन्छु। धन्यवाद।